नमस्ते मनुमा राई। नमस्ते, म सञ्जित थुलुङ राई। हामी अहिले मण्डला नाटकघरमा छौँ र अहिले चाहिँ मण्डला नाटकघरको सानो हलमा हाम्रो खमारी नाटक मञ्चन भइरहेको छ। अनि कस्तो लाग्दैछ सञ्जित थुलुङ राई? मलाई त मजा लाग्दैछ। के मजा लाग्दैछ? नाटक। कुन नाटक? खमारी। मलाई चाहिँ एकदम रमाइलो भइरहेको छ हैन। अनि त्यसपछि अलिक रस चाहिँ रस नै हुन्छ, तर पनि मैले इन्जोय गरिराखेको छु नाटक प्लस त्यहाँ एज अ म्युजिसियन। विशेष गरी के चाहिँ मैले अझै मजाले फिल गरिरहेको छु भने यो नाटकबाट गर्नु त अलिअलि नाटकमा मैले म्युजिक गरिसकेँ, तर यो गर्दाखेरि चाहिँ अझै धेरै मलाई रियलाइज भएको कुरा चाहिँ हाम्रो म्युजिक पनि स्टोरी टेलिङ रहेछ क्या, एउटा वे रहेछ हामीले हाम्रो कथाहरू भन्नुलाई चाहिँ। अनि त्यो चाहिँ एकदम यो डाइलग नभएर चाहिँ झन् एकदम हेल्प गरेँ क्या त्यो कुरा आफूलाई बुझ्नुलाई चाहिँ। अनि त्यो वेबाट मैले ट्राई गरिरहेको म्युजिक पनि काम गरिरहेको हो। अनि यहाँबाट बसेर गर्दाखेरि पनि हामी चाहिँ त्यो उनीहरूको भाषा बोलिदिन्छौँ होइन, सकेसम्म बोल्ने कोसिस गर्छौँ। अब पुग्नु त पुगेको छ कि छैन, तर पनि हाम्रो चाहिँ कोसिस भइरहेछ। घरिघरि बोल्छौँ। मौन संवाद भन्दा पनि मलाई यो खासमा मौन संवाद चाहिँ होइन कि जस्तो लाग्छ क्या हाम्रो एज हाम्रो म्युजिसियनको पर्सपेक्टिभबाट हेर्दाखेरि। किनभने हामीले पनि हाम्रो तरिकाले स्टोरी टेलिङ गरिरहेछौँ, भनिरहेछौँ क्या कथा चाहिँ यस्तो है, यसको कुरा चाहिँ यो बिरुवाको कुरा यस्तो हो, बिरुवाले यसरी बोल्छ, अथवा माटोको कुरा यो हो, माटोले आफ्नो दुःखहरू यसरी पीडाहरू यसरी सेयर गर्छ होला यदि उनीहरू बोल्नु पाएको भए होइन। अथवा हाम्रो इन्स्ट्रुमेन्टहरूले चाहिँ हाम्रो म्युजिकहरूले चाहिँ यसरी बोल्थ्यो होला भन्ने चाहिँ मलाई लागिरहेछ हौ नुमा। हजुर सञ्जित। अनि के रहेछ त नाटक भनेको? खमारी। यस्तै त होला है। के छ अरू सुन एक्सपिरियन्सहरू? तिमीले त पहिलोचोटि हो के भन्छ म्युजिकमा गरेको? मेरो चाहिँ फर्स्ट टाइम हो, अनि फर्स्ट टाइम भएर मैले मजा पनि लिएँ। होइन त्यो कस्तो इन्स्ट्रुमेन्टहरू सबै बजाउनु पाइँदैन नि जे पनि। सानो सानो धेरै छ क्या इन्स्ट्रुमेन्ट चाहिँ, अनि त्यही भएर मजा लाग्छ मलाई। कहिलेकाहीँ चाहिँ भ्याउँदिनँ पनि होइन, अनि कम्ता रसले बजाउनु पर्दैन अनि बिर्सिन्छौँ पनि। हामी जति टेक्निकल मिस्टेक त कसले गर्छ होला त्यही यसै होला। नाटक मजा भइरहेछ, अनि आइदिनु हेर्नु सबैजना आइदिनु होला खमारी नाटक हेर्नु। धन्यवाद। धन्यवाद।